हेलो साथीहरू, नमस्ते नमस्कार। तपाईँहरू हेर्न सक्नुहुन्छ मध्य प्रदेश लोक सेवा आयोग जनकपुर धामले 2082 साल 9 महिना 24 गते बुधबार विज्ञापन गर्नुभएको छ। त्योमा सहायक चौथो खरिदार र इन्जिनियरको विज्ञापन गर्नुभएको छ। प्राविधिक र अप्राविधिक दुवैतर्फ विज्ञापन गर्नुभएको छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू, यो प्राविधिकको विज्ञापन हो र यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ खुल्लामा 13 जना मधेसी महिलामा 2 जना र 2 जना गरी जम्मा 4 जना र मधेसीमा जम्मा 3 जना र दलित महिलामा 2 जना, दलितमा 1 जना र मुस्लिम महिलामा 2 जना र 1 जना गरी जम्मा 3 जना र त्यसपछि मुस्लिममा 1 जना, आदिवासी जनजाति महिलामा 1 जना, थारूमा महिलामा 1 जना र थारूमा 1 जना र अपाङ्गतामा 1 जना, यति जनाको विज्ञापन गर्नुभएको छ। र तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ प्राविधिकतर्फ इन्जिनियरको विज्ञापन। इन्जिनियरको खुल्लामा 2 जना, मधेसी महिलामा 1 जना, मधेसीमा 1 जना, दलित महिलामा 1 जना, मुस्लिम महिलामा 1 जना, यति विज्ञापन गर्नुभएको छ। र त्यसपछि कृषि लिमिटेडमा तपाईहरु हेर्न सक्नुहुन्छ। कृषिमा जम्मा 3 जनाको विज्ञापन गर्नुभएको छ। त्योमा पनि खुल्लामा 2 जना र खुल्लीमा छ 3 जनाको विज्ञापन। 3 जनाको विज्ञापन खुल्लामा गर्नुभएको छ। र यहाँ हेर्न सक्नुहुन्छ स्वास्थ्य हेल्थतर्फ हेर्न सक्नुहुन्छ तपाईहरु र कृषि भेटनरीतर्फ हेर्न सक्नुहुन्छ। यहाँ पनि खुल्लामा 2 जना र मधेसी महिलामा 1 जना र मुस्लिम महिलामा 1 जना गरी विज्ञापन गर्नुभएको छ। त्यस्तै यो विज्ञापन पछि तपाईहरु परीक्षा मिति पनि हेर्न सक्नुहुन्छ। यहाँ परीक्षा मिति, प्रथम चरणको परीक्षा मिति तपाईहरु हेर्न सक्नुहुन्छ। सामान्य प्रशासनको 1 महिना 5 गते र इन्जिनियरको 1 महिना 7 गते र भेटनरीको 1 महिना 9 गते र स्वास्थ्यतर्फ 1 महिना 11 गते प्रथम चरणको इक्जाम रहेछ। त्यस्तै द्वितीय चरणको इक्जाम यो अप्राविधिक लेखाको मितिले प्रकाशन गर्नुभएको छैन। यो इक्जाम सकेपछि तपाईहरुको मिति प्रकाशन हुनेछ। र यिनीहरूको सबैको 1 दिन पछाडि, फर्स्ट पेपर सकिसकेपछि 1 दिन पछि यिनीहरूको इक्जाम हुनेछ। त्यस्तै तपाईहरुको परीक्षा केन्द्र चाहिँ जनकपुर धाम रहनेछ। परीक्षा केन्द्र जनकपुर धाम र दरखास्त दस्तुर कति रहेछ? 300 रुपैयाँ खुल्लामा रहेछ। र तपाईहरु कोटामा भर्न चाहनुहुन्छ समावेशीतर्फ भने 150 रुपैयाँ थप गरी दस्तुर लाग्नेछ। त्यस्तै दस्तुर दिने मिति, दरखास्त दिने मिति 2082 साल 10 महिना 14 गते तपाईहरु सिंगल दस्तुरमा दरखास्त दिन सक्नुहुन्छ र 2082 10 महिना 21 गते तपाईहरु डबल दस्तुरमा दरखास्त दिनुहुन्छ। तपाईहरु सिंगल दस्तुरसम्म दरखास्त दिँदा राम्रो हुन्छ, किनभने डबल दस्तुरमा तपाईहरुको डबल भुक्तानी गर्नुपर्नेछ। त्यसपछि यिनीहरूको उमेर सम्बन्धी हेर्नुपर्दा तपाईहरु 14 गते 10 महिना 14 गते 18 वर्ष पुरा हुनुपर्छ र 35 वर्ष ननागेको हुनुपर्छ पुरुषको हकमा। र महिलाको हकमा तपाईहरु हेर्नुपर्दा यता 10 महिना 14 गते 18 वर्ष पुरा भए 40 वर्ष ननागेको हुनुपर्छ। र यो फर्म भर्न सम्बन्धी तपाईहरु
योग्यता हेर्नुपर्दा यो योग्यता हेर्न सक्नुहुन्छ। तपाईँहरू न्यूनतम योग्यता यहाँ तोकिदिनु भएको छ। शैक्षिक योग्यता हुनुपर्छ। तपाईँहरू हेर्न सक्नुहुन्छ यो सबै न्यूनतम योग्यता सम्बन्धी छ। यो हेर्नुहोला तपाईँहरू। र यो विज्ञापन सम्बन्धी फर्म भर्ने तरिका मैले अर्को भिडियोमा राखिदिने छु। तपाईँहरू त्यो हेरेर भर्न सक्नुहुन्छ। यदि भएन भने तपाईँहरू मेरो सम्पर्क नम्बर व्हाट्सएपमा तपाईँहरू या इमेलमा डकुमेन्ट गरिदिनु होला, सेन्ड गरिदिनु होला। तपाईँहरूको फर्म मैले भरिदिने छु। र तपाईँहरूलाई अन्य जानकारी चाहियो भने यो च्यानललाई सब्सक्राइब गर्नुहोला। यो प्रदेश लोकसेवा र सङ्घीय लोकसेवा आयोग सम्बन्धी अन्य विज्ञापन सम्बन्धी सूचना र जानकारी, त्यसपछि सेटहरू मैले यो च्यानलमा राखिदिने छु। तपाईँहरू यो च्यानललाई सब्सक्राइब गर्नुहोला र तपाईँहरू यो च्यानललाई सब्सक्राइब गरी फर्महरू भर्नुहोला। फर्म भर्नुहोला। यदि जुन साथीलाई फर्म भर्न गाह्रो हुन्छ मलाई डकुमेन्ट त्यो जिमेलमा म्यासेज गरिदिनु होला, सेन्ड गरिदिनु होला। तपाईँहरूलाई मैले फर्म भरिदिनेछु। हस् त साथीहरू, नमस्कार।